Unit 2 Basic Java 2.1 Introduction to Java Features of Java. Java is a high level language, general purpose programming language developed by Sun Microsystem, which is now owned by Oracle in the mid 1990s. Java was created by a team of developers led by James Gosling at Sun Microsystem in the early 1990s. Okay. सो यसमा हामीले बुझ्नुपर्ने भनेको हाई लेभल भनेको के हो हाई लेभल भनेको चाहिँ कुनै पनि ल्याङ्ग्वेज प्रोग्रामिङ ल्याङ्ग्वेजहरू चाहिँ दुईटा अथवा हामीले तीनटा टाइपको भन्नु पनि सकिन्छ हैन जस्तै हामीले सी पढ्दाखेरि के भनेको थियौँ सीलाई चाहिँ लो लेभल ल्याङ्ग्वेज पनि भनिन्थ्यो अथवा त्यसलाई मिड लेभल ल्याङ्ग्वेज भनेर भनिन्थ्यो हैन मोस्टली लो लेभल ल्याङ्ग्वेज भनेको चाहिँ मेसिनको क्लोजर जुन चाहिँ मान्छेहरूलाई बुझ्नलाई अलिकति गाह्रो हुने इङ्ग्लिस ल्याङ्ग्वेज जस्तो चाहिँ नहुनेलाई चाहिँ हामीले के भन्छौँ लो लेभल अनि त्यसपछि बिचमा कतै छ भने चाहिँ सी जस्तो मेसिन जस्तो पनि मेसिन ल्याङ्ग्वेज जस्तो पनि थियो अलिकति इङ्ग्लिस ल्याङ्ग्वेजहरू पनि थियो नि त त्यही भएर त्यसलाई मिड पनि भनिन्छ अनि त्यसपछि जावा भनेको चाहिँ अलि अझ बढी इङ्ग्लिस ल्याङ्ग्वेजसँग क्लोजर भएको भएर त्यसलाई चाहिँ हामीले हाई लेभल ल्याङ्ग्वेज भन्छौँ जावा जस्तै पाइथनहरू हुन्छ जावा स्क्रिप्ट छ डाटहरू छ तिनीहरू सबै के हो हाई लेभल ल्याङ्ग्वेज हो है अनि त्यसपछि अब यो कसले बनाएको रहेछ जेम्स गस्लिनले 1990sतिर बनाएको रहेछ उनीहरूको टिमले है अनि त्यसपछि त्यो त्यति बेला चाहिँ सन माइक्रो सिस्टम्सको लागि भनेर बनाएको अहिले जुन चाहिँ ओराकल भन्ने कम्पनीले चाहिँ होल्ड गर्छ ओन गर्छ अनि यसको गोल चाहिँ के थियो त नि यो प्रोग्रामिङ ल्याङ्ग्वेज क्रिएट गर्नुको गोल चाहिँ प्लेटफर्म इन्डिपेन्डेन्ट सेक्युर रोबस्ट थियो हैन अब त्यसपछि सेक्युर रोबस्ट भन्ने कुरा हामीलाई त्यता त्योभन्दा बढी हामी केमा फोकस गरौँ प्लेटफर्म इन्डिपेन्डेन्टमा ओके यो भन्न खोजेको चाहिँ के हो प्लेटफर्म इन्डिपेन्डेन्ट भनेको चाहिँ अब यसको लागि चाहिँ हामीले फर्स्ट सेम एकचोटि याद गरौँ जस्तै मैले कुनै पनि कोड लेख्छु सीमा चाहिँ कोड लेखेँ अनि त्यो लेखिसकेर त्यसलाई कम्पाइल गरिसकेपछि के आउँथ्यो हाम्रो एउटा एक्जिक्युटेबल फाइल आउँथ्यो नि हैन अब त्यो चाहिँ मैले विन्डोजमा कम्पाइल गरेर अनि त्यसपछि निस्केको एक्जिक्युटेबल फाइल म्याकमा अथवा लिनक्समा लगेर राख्दाखेरि रन हुन्थ्यो कि हुन्थेन एज एनी वान ट्राइड अब यदि गरेको छ भने चाहिँ यु नो द एन्सर बट यदि गरेको थिएन भने चाहिँ यु माइट नट नो द एन्सर ओके त्यो रन हुन्थेन हैन किनभने त्यसमा चाहिँ प्लेटफर्म डिपेन्डेन्ट हुन्थ्यो आर्किटेक्चर डिपेन्डेन्ट हुन्थ्यो है अब जस्तै हाम्रो प्रोसेसर हार्डवेयरसँग नि डिपेन्डेन्ट हुन्थ्यो ओएससँग नि डिपेन्डेन्ट हुन्थ्यो विन्डोजमा कम्पाइल गरेको विन्डोजमा मात्र रन हुन्थ्यो हैन त्यो भएको हुनाले सी चाहिँ प्लेटफर्म डिपेन्डेन्ट भयो अब हो यही कुरा ट्याक्क जस्ट अपोजिट अब जस्तै यदि मैले जावाको कोड लेख्छु त्यसलाई कम्पाइल गर्छु एक्जिक्युटेबल बनाउँछु चाहे जुनसुकै आर्किटेक्चर होस् जुनसुकै अपरेटिङ सिस्टम होस् त्यो एक्जिक्युटेबल चाहिँ मैले सेयर गरिसकेपछि रन हुन्छ भने चाहिँ त्यसलाई मैले के भन्न पाएँ प्लेटफर्म इन्डिपेन्डेन्ट भन्न पाएँ है अनि त्यसपछि अब यहाँ के भनेछ फ्रम स्मल डेस्कटप प्रोग्राम टु लार्ज स्केल एन्टरप्राइज सिस्टम अर्को लागि चाहिँ सुइटेबल हुने तरिकाले बनायो हैन फिचर अफ जावा फर्स्टमा छ सिम्पल एन्ड इजी टु लर्न अब हामीले युनिट 1 मा चाहिँ ओबी अलिकति गाह्रो हुन्छ पढ्न भनेको थियौँ तर यहाँ चाहिँ यसको अर्थ के हो यो पोइन्ट हुनुको अर्थ चाहिँ के हो भन्दाखेरि सी प्लस प्लस जुन ल्याङ्ग्वेज हामीले पढिएन नि त्योभन्दा चाहिँ जावा अलि सिम्पल छ इजी छ पढ्नको लागि किन भन्दाखेरि हामीले सी पढ्दाखेरि नै पोइन्टर्स हामीलाई अलिक गाह्रो लागेको थियो अनि त्यसपछि मल्टिपल इनहेरिटेन्स यस्तो फिचरहरू चाहिँ जावामा छैन जसले गर्दाखेरि चाहिँ बिगिनरहरूको लागि पढ्न र युज गर्नको लागि सजिलो हुन्छ भने है अनि सेकेन्ड फिचर के छ अब्जेक्ट ओरिएन्टेड यो हामीले युनिट 1 मा नै हेरिसकेको थियौँ त्यही भएर नै यो हाम्रो ओपी नै हामीले जावा युज गरेर पढ्दैछौँ यो सब्जेक्ट नै है अनि थर्डमा पोर्टेबल भन्यो अब पोर्टेबल प्लेटफर्म इन्डिपेन्डेन्ट अघि भनेकै कुरा भयो सेम मैले कुनै पनि विन्डोजमा कोड लेख्छु अनि त्यसको एक्जिक्युटेबल निकाल्छु त्यो निकालिसकेपछि त्यसलाई जुनसुकै म्याक लिनक्स अरू अपरेटिङ सिस्टममा पनि रन गर्न मिल्यो राइट वन्स रन एभ्रिवेयर अब यसमा के भने कोड कम्पाइल इन्टु बाइट कोड त्यो निस्केको एक्जिक्युटेबललाई चाहिँ हामीले के भन्छौँ बाइट कोड भन्छौँ
कम्पाइल गरेपछि निस्किने, यसलाई मेसिन कोड भन्दैनौँ अहिले हैन, सी को जस्तो चाहिँ हुँदैन। अलिकति डिटेलमा चाहिँ हामी नेक्स्ट टपिकमा चाहिँ हेर्छौँ है। अनि त्यसपछि क्यान रन अन एनी सिस्टम द्याट ह्याज जावा भर्चुअल मेसिन। अब यो कुरा चाहिँ हुनु पर्यो है, यो भएन भने चाहिँ हामीले रन गर्न मिल्दैन। जावा भर्चुअल मेसिन भन्ने चाहिँ भएपछि नै हाम्रो बाइट कोड जुन कम्पाइल गरेपछि निस्केको थियो त्यो चाहिँ रन गर्न मिल्यो कहाँ, जुनसुकै सिस्टममा पनि। अनि फोर्थमा छ सेक्योर। जावाले चाहिँ सर्टेन सेक्युरिटिजहरू प्रोभाइड गर्छ, नो डिरेक्ट मेमोरी एक्सेस, पोइन्टर्सहरू छैन, बाइट कोड भेरिफिकेसन, सेक्युरिटी म्यानेजर एन्ड क्लास लोडर। अनि त्यसपछि यसले यो चाहिँ के नेटवर्क बेस्ड एप्लिकेसनमा चाहिँ सुइटेबल हुन्छ भन्यो। अनि फिफ्थमा छ रोबस्ट। अब गार्बेज कलेक्सनहरू छ, यदि हामीले सी प्लस प्लस हेऱ्यौँ भने त्यसमा हामीले म्यानुअल्ली गार्बेज कलेक्ट गर्नु पर्थ्यो मेमोरी फ्री अपको लागि, तर जावामा चाहिँ के छ, अटोमेटिक गार्बेज कलेक्सनहरू छ, एक्सेप्सन छ। जस्ट इन केस प्रोग्राम रन गर्दा गर्दै केही एक्सेप्सन्सहरू आइहाल्यो भने हामीले त्यसलाई ह्यान्डल गर्न सकिन्छ, जसले गर्दाखेरि चाहिँ क्रासेस र एरर्सहरू चाहिँ रिड्युस हुन्छ हैन। अब गार्बेज कलेक्सन अटोमेटिक भइसकेपछि यसमा के भयो, मेमोरी म्यानेजमेन्ट राम्रो भयो हैन। अनि त्यसपछि 6 आर्किटेक्चर न्युट्रल। अघि भने जस्तै अघि हामीले प्लेटफर्म इन्डिपेन्डेन्ट भनेको थियौँ नि, प्लेटफर्म भनेको चाहिँ अपरेटिङ सिस्टम्सहरू भयो, सफ्टवेयर भयो हैन। आर्किटेक्चर भनेको चाहिँ हार्डवेयर भयो, स्पेसिफिक हार्डवेयर। अब जुनसुकै सी पनि के हुन्थ्यो, हार्डवेयरसँग डिपेन्डेन्ट हुन्थ्यो हैन। अब जस्तै x86 मा कम्पाइल गरेको सी कोड छ भने x64 मा नचल्न सक्छ, चल्ने चान्स कम छ हैन। हो त्यस्तै गरेर, तर अब जावामा चाहिँ के छ, जुनसुकै होस्, जुनसुकै हार्डवेयर एआरएम होस् जेसुकै होस् हैन, हामीले एकचोटि कम्पाइल गर्यौँ त्यो अनि बाइट कोड निकाल्यौँ, त्यो एक्जिक्युटेबल बाइट कोडलाई चाहिँ हामीले रन गर्यौँ, रन हुन्छ, तर के हुनु पर्यो, जेभिएम चाहिँ हुनु पर्यो है। अनि 7 मा छ इन्टरप्रेटेड। अब यदि कसैले पहिले जावा हेरिसकेको छ भने चाहिँ जावा त कम्पाइल्ड ल्याङ्ग्वेज हुनुपर्ने भन्ने जस्तो लाग्न सक्छ हैन। जस्तै सी प्लस प्लसहरू चाहिँ के हो, कम्पाइल्ड ल्याङ्ग्वेज हो। हामीले कम्पाइल गर्छौँ, कम्पाइल गरिसकेपछि कुनै एउटा एक्जिक्युटेबल निस्किन्छ अनि त्यसलाई रन गर्छौँ नि त। अब त्यस्तै अघि पनि हामीले यहाँनिर भनेको थियौँ नि, जावाको कोड चाहिँ कम्पाइल हुन्छ अनि बाइट कोड निस्किन्छ भनेको नि, अनि त्यो बाइट कोडलाई चाहिँ हामीले रन गर्छौँ हैन जेभिएमबाट। तर अब यहाँ इन्टरप्रेटेड भन्न खोजेको चाहिँ के हो, किन आयो त यो वर्ड हैन। अब किन भन्दाखेरि हामीले जुन यो बाइट कोड चाहिँ कस्तो भन्दाखेरि बिचमा बसिरहेको कुरा हो, जुन चाहिँ सोर्स कोड र मेसिन कोडको बिचमा चाहिँ बाइट कोड बस्छ। अनि बाइट कोडलाई चाहिँ हामीले मेसिन कोडमा कन्भर्ट गर्दाखेरि चाहिँ इन्टरप्रेट गर्छौँ। यो कसले गर्छ, जेभिएमले गर्छ। अनि त्यसपछि यहीँ भनेछ कन्भर्ट्स इट इन्टु मेसिन कोड एट द रन टाइम हैन। अनि जसले अनि यही इन्टरप्रेट हुने फिचरले नै गर्दाखेरि के भएको, क्रस प्लेटफर्म कम्प्याटिबिलिटी चाहिँ इनेबल भएको है। हाई पर्फर्मेन्स जावामा अब के छ, जस्ट इन टाइम कम्पाइलेसन छ भनेको चाहिँ हामीले कुनै पनि कोड चाहिँ इन्टरप्रेट गर्दाखेरि लाइन बाई लाइन नै इन्टरप्रेट गर्दाखेरि चाहिँ नर्मल तरिकाले जुन पाइथनमा हुन्छ नि, यतिकै इन्टरप्रेट लाइन बाई लाइन एक्जिक्युट गर्दै जाँदाखेरि चाहिँ अलिकति टाइम कन्ज्युमिङ हुन्थ्यो भने यो जेआइटी कम्पाइलेसनहरू हामीले युज गऱ्यौँ भने यसले के गर्छ, पहिले कम्पाइल गरिसकेको कोड छहरू भने त्यसलाई चाहिँ याद गरेर बस्छ, मेमोरीमा राख्छ, अनि जसले गर्दाखेरि चाहिँ अलिकति फास्ट हुन्छ। अनि त्यसपछि 9 मा छ मल्टिथ्रेडेड। अब मल्टिथ्रेडेड भनेको के हो भन्दाखेरि थ्रेड्स मल्टिपल थ्रेड हुनु हो। थ्रेड भनेको के हो, एउटा कुनै पनि लाइटवेट प्रोसेस हो जसमा चाहिँ हामीले टास्कहरू चाहिँ रन गर्छौँ। अब जस्तै जावामा हामीले अहिले सिम्पल मोस्टली चाहिँ सिम्पल एप्लिकेसन्सहरू नै लेख्छौँ हैन। अनि त्यसपछि त्यो सिम्पल एप्लिकेसन के हुन्छ, जस्तै सिम्पल एप्लिकेसन सिङ्गल थ्रेडमै रन हुनसक्छ। तर जस्तै हामीले कुनै पनि एउटा एप्लिकेसन यस्तो बनायौँ जसले चाहिँ युआईमा केही इन्डिकेटरहरू पनि देखाइराखोस् र अनि ब्याकग्राउन्डबाट केही डेटाहरू पनि तानोस् भने चाहिँ हामीले अब त्यसलाई चाहिँ त्यो दुईवटा काम हो नि त, दुईवटा कामलाई चाहिँ मल्टिपल थ्रेडमा नै लगाएर दुईवटा थ्रेड युज गरेर प्यारलली नै काम गर्न सकियो। सिङ्गल थ्रेडलाई नै कुर्नु परेन, अब एउटा काम सक्छु अनि त्यसपछि अर्को काम गराउँछु भनेर कुरिराख्नु परेन। अनि मल्टिपल काम हामीले साइमल्टेनियसली गर्न सकिसकेपछि के भयो, इफिसियन्सी बढ्यो। अब 10 मा छ डिस्ट्रिब्युटेड, अनि त्यसपछि 11 मा छ डाइनामिक।
अब डिस्ट्रिब्युटेडमा के भन्यो, जावा चाहिँ नेटवर्क इन्भाइरोमेन्टको लागि डिजाइन गरेको, जसले गर्दाखेरि चाहिँ डिस्ट्रिब्युटेड सिस्टम्सहरूमा पनि यो मजाले काम गर्न सक्छ। मल्टिपल सिस्टममा नै बसेर होइन, एप्लिकेसन नै सानो पार्टमा राखेर हामीले एज अ होल एप्लिकेसन, एज अ बिग एप्लिकेसन चाहिँ हामीले रन गर्न सक्यो। अनि जुन कुरा चाहिँ एन्टरप्राइज एप्लिकेसन्सहरूमा चाहिँ सुइटेबल हुने भयो होइन, थ्रु द नेटवर्किङ। अनि डाइनामिक भनेको जावा क्यान डाइनामिकली लोड क्लासेस एट रन टाइम, अलोइङ प्रोग्राम्स टु एडप्ट एन्ड एक्सटेन्ड फङ्सनालिटी एज निडेड। अब यसमा हामीले के बुझियो भन्दाखेरि, एप्लिकेसन रन हुँदै हामीलाई कुनै पनि नयाँ केही फिचर अथवा फङ्सन्सहरू चाहिन्छ भने चाहिँ हामीले त्यही अनुसार नै कोडहरू चाहिँ डाइनामिकली लोड गर्न पाइयो, जसले गर्दाखेरि के भयो, यो चाहिँ डाइनामिक भयो। ओके, 2.1 यति नै थियो। र जानुभन्दा अगाडि के चाहिँ भन्छु भन्दाखेरि, अब हामीले पछि चाहिँ प्र्याक्टिकल्सहरू कोडहरू पनि गर्छौँ। अनि त्यो गर्नको लागि हामीलाई दुईवटा कुरा चाहिन्छ। फर्स्टमा छ जेडिके। जेडिके चाहिँ तपाईँहरू आफैले नै इन्स्टल गर्नु होला गुगल गरेर आफ्नो ओएस अनुसार होइन। अनि त्यसपछि के चाहिँ हुनु पर्यो भन्दाखेरि, जावा माइनस टर्मिनल ओपन गरेर अनि यो कमान्ड रन गर्दाखेरि के आउनु पर्यो, यसरी चाहिँ भर्जन्सहरू चाहिँ आउनु पर्यो है। यदि यो भर्जन आएको छैन भने तपाईँको सिस्टममा चाहिँ जावा इन्स्टल भएको छैन, जेडिके इन्स्टल भएको छैन भनेर बुझ्नु पर्यो है। अनि त्यसपछि अर्को छ कोड। यो भिजुअल स्टुडियो कोड चाहिँ मैले प्रिफर गर्छु, अथवा तपाईँहरूले आफूले कुनै एउटा नोटप्याड प्लस प्लस अथवा इन्टेलाइजी अथवा जुनसुकै आइडी युज गर्दा पनि भयो। मैले चाहिँ यही नै प्रिफर गर्छु। यो दुईवटा भएपछि हामीलाई चाहिँ जावा एप्लिकेसन्स, जावामा कोड लेख्न सजिलो हुन्छ।